इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे रहजनों से गिला नहीं, तेरी रहबरी का सवाल है। यो भन्नुको मतलब तपाईहरु यताउतिको कुरा गरेर त्यो बहानाबाजी नगर्नुस्, यो भन्नुस् कि लुट्न चाहिँ किन लुट्नु भयो भन्ने त्यो हो। र मलाई तपाईहरुको जमात, तपाईहरुको कर्मचारी प्रति कुनै सरोकार छैन। तपाईको जिम्मेवारीको प्रश्न छ यो। तपाई जिम्मेवारीमा कति जिम्मेवार हुनुहुन्थ्यो, कति गम्भीर रूपमा आफ्नो जिम्मेवारी प्रति गम्भीर हुनुहुन्थ्यो भन्ने कुराको सवाल हो यो। यो अहिले आएर उब्जिएको एउटा कथा हो। तर नेपालमा यो चलिराखेको सिलसिला 2064 सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा जान महिलाहरूलाई, दिदीबहिनीहरूलाई जुन किसिमको बन्देज र टाइट गरियो, त्यो टाइट गरेपछि लुटेराहरूले, मानव तस्करहरूले एउटा लुप होल क्रिएट गरे त्यहाँ। त्यो लुप होलको नाम हो भिजिट भिसा। र यति ठुलो सञ्जाल र दैनिक रूपमा हुने यति ठुलो ट्रान्जेक्सन कुनै राजनीतिक संरक्षण बिना हुँदैन। र यसमा प्रश्न अहिले वर्तमान गृहमन्त्रीज्यू प्रति प्रमुख छ, किनकि एकजना कर्मचारी सहसचिव जसको पृष्ठभूमि, जसको शरीरमा सबैतिर दागै दाग छ, त्यो व्यक्तिलाई त्यति संवेदनशील ठाउँमा जिम्मेवारी दिएर पुर्याउँदै गर्दा तपाईँ जस्तो कानुन र राजनीति सबै बुझेको मान्छेले त्यो व्यक्तिको पृष्ठभूमि कसरी नजरअन्दाज गर्नुभयो? तपाईलाई त्यति जानकारी थिएन? जानकारी थियो भने किन पठाउनु भयो? हैन कि त मैले राजनीति बुझेकै छैन, मैले सुशासन बुझेकै छैन, मैले कर्मचारीहरूको पृष्ठभूमि अध्ययन गरेकै छैन भनेर आफ्नो लाचारीपन स्वीकार्नु पर्यो गृहमन्त्रीज्यूले। यदि त्यस्तो होइन, जसरी प्रस्तुत हुनुहुन्छ र गत वर्ष जसरी प्रस्तुत हुनुभयो, सैद्धान्तिक कुराहरू, कानुनहरू पढाउनुहुन्छ हामीलाई, तपाईले जम्मा एउटा दागै दाग लागेको, जसको शरीरमा लगाएको सबै लुगामा दाग छ, त्रिपाल काण्डको दाग छ, जेलभित्र जेलर भएको हत्याको काण्डको दाग छ, तपाईमा नागरिकता बेचेको दाग छ, सबै दागै दाग लागेको कर्मचारीलाई त्यति संवेदनशील ठाउँमा तपाईले जिम्मेवारी दिँदै गर्दा तपाईले किन चुकाउनु भयो भन्ने, तपाई किन चुक्नु भयो भन्ने कुरा हो। र आज आएर तपाईमा प्रश्न उठ्दै गर्दा कर्मचारीले गरेको मैले गरेको होइन भन्नुहुन्छ भने, हिजो पनि मैले तपाईहरुको माझमा बोले, सबै ठाउँमा गएर मन्त्रीले स्ट्याम्प लगाउने काम गर्दैन, खटाउने कर्मचारी नै हो। संयन्त्रको कुरा हो यो, र संयन्त्रको मार्फत गरिएको षड्यन्त्रको कुरा हो यो। त्यसैले गर्दा हाम्रो प्रश्न उहाँलाई, र हामीले तीनवटा कुरा माग स्पष्ट रूपमा राखेको छौँ। एउटा, गृहमन्त्रीज्यूले उहाँमा प्रश्न उठेपछि गत वर्ष हामीलाई सुनाउनु भएको थियो धेरै दृष्टान्तहरू कि प्रश्न उठेपछि राजीनामा दिनुपर्छ, अब तपाईको पालो हो। अरूको हकमा त्यो सिद्धान्तहरू तपाईले वाचन गर्दै गर्दा आज तपाईमा प्रश्न उठ्दै गर्दा तपाईले राजीनामा किन नदिने? दोस्रो प्रश्न, यो 2064 सालदेखि चल्दै आएको एउटा मानव तस्करीको सिलसिला हो, यसको न्यायिक छानबिन हुनुपर्छ, निष्पक्ष रूपमा छानबिन गर्नको लागि आयोग बनाइयोस्। तेस्रो कुरा, गृहमन्त्रीमा प्रश्न उठ्दै गर्दा गृहमन्त्रीले जवाफ दिने होइन, त्योभन्दा सिनियर अभिभावकले आएर जवाफ दिने हो। त्यो भनेको जवाफ यहाँ प्रधानमन्त्रीले दिनुपर्छ, यही सदनमा आएर दिनुपर्छ। र हामी यो संसदको गरिमा, संसदीय अभ्यास, बजेट अधिवेशन, आउँदै गरेको आर्थिक वर्षको बजेट, यो कुनैमा पनि व्यवधान गर्ने आशयले यहाँ आएको छैनौँ। हामी जिम्मेवारी बोध उहाँहरूलाई गराउने र जिम्मेवारीपूर्वक प्रस्तुत भइदिनुस् भन्ने माग हो हाम्रो स्पष्ट। अब संसद उहाँहरूले चलाउन चाहनुहुन्छ भने जिम्मेवारी उहाँहरूको हो, किनकि हामीले संसद चलाउनको लागि तीनवटा कुरा त स्पष्ट अहिले भनिहाल्यौँ हैन। गृहमन्त्रीले यो सबै, जस्तै हेर्नुस् त्यो समातिएको ल्यापटप र मोबाइलहरू फोरेन्सिक ल्याबमा गएको छ, त्यो फोरेन्सिक ल्याब प्रहरीको हो, प्रहरीको निकायको प्रमुख को हो? गृहमन्त्री हो। अनि आफ्नो ठुलो नेतालाई वा आफ्नो निकायको प्रमुखको विरुद्धमा रिपोर्ट प्रहरीले निकाल्ला फोरेन्सिक ल्याबले भन्ने कुरामा त आशंका रहन्छ नि, उहाँ रहन्जेल। त्यसैले त्यो आशंका नरहोस्। तपाईँ क्लिन हुनुहुन्छ, कर्मचारीले मात्र बदमासी गरेको, तपाईँले बदमासी गर्नुभएको छैन भने फेरि फर्किनुहोस् न।
कुन ठुलो कुरा हो र होइन तपाईँले त्यो कुराको तपाईँलाई एउटा प्रश्न सुन्नुहोस् न तपाईँलाई एउटा प्रश्न तपाईँ यो कुराको ग्यारेन्टी लिन सक्नुहुन्छ तपाईँ यो कुराको त्यही त मेरो प्रश्न के हो भने पख्नुहोस् न एउटा कुरा मेरो प्रश्न के हो भने यदि कर्मचारी तपाईँहरूले भनेको जस्तै कर्मचारी मात्र दोषी हो भने एक हप्ताको ब्रेक लिनु न छानबिन गरेर फर्किनु सक्यो त कुरा होइन तर संवैधानिक आयोगले छानबिन गर्दैछ तर संवैधानिक आयोगको लागि बिहाफमा फरेन्सिक ल्याब प्रहरीको प्रयोग हुँदैछ त्यसैले त्यहाँ आशंका छ ठाउँ होइन होइन कसैलाई विश्वास नगरेको त छँदै छैनौँ नि हामीले कसैलाई विश्वास नगरेको कहाँ हो र विश्वास त हामी स्वयं गृहमन्त्रीज्यूलाई नै गर्दैछौँ तर गृहमन्त्रीज्यूलाई प्रश्न के हो भने अरू पार्टीको हकमा अरू नेताको हकमा तपाईँले उठाएको प्रश्न आज त तपाईँमै उठ्दैछ नि तपाईँ किन त्यो कुरा आफैले बोलेको कुरा अवलम्बन गरिरहनु भएको छैन भन्ने त्यो प्रश्न सोध्न पाइँदैन हामीले तपाईँको प्रश्न भन्दा पनि तपाईँले जसरी गृहमन्त्रीको राजीनामा माग्नु भएको छ नि प्रश्न उठेपछि राजीनामा दिनुपर्छ प्रश्न उठेपछि उहाँले नैतिक देखाउनुपर्छ भन्ने कुरामा समर्थता जनाउँदै तपाईँलाई मेरो प्रश्न योभन्दा अगाडि ठ्याक्कै कति समय एकदिन थाहा छैन छानबिन समिति बन्दैन हामी राजीनामा दिँदैनौँ प्रमाण चाहिन्छ भनेर तपाईँ बिहानदेखि बेलुकासम्म भन्नुहुन्थ्यो अहिले प्रमाण चाहिँदैन अहिले गृहमन्त्रीलाई चाहिन्छ नि होइन उहाँहरूले प्रमाण माग्दै गर्दा र प्रस्तुत गर्दै गर्दाखेरि कति दिन हामीलाई मौका दिनुभएको थियो कति दिनपछि होइन कति दिनपछि मौका दिनुभएको थियो 22वटा बैठकपछि बल्ल उहाँहरूले तिम्रो नेतालाई बोल्न दिन्छु भनेर भन्नुभएको थियो होइन गर्ने होइन हामी कुर्दैनौँ मैले के अघि नै भनिहालेँ कि हामी यो सदनको गरिमा यो सदनले सञ्चालन गर्ने बजेट अधिवेशनको मुख्य बैठकहरू यो सबै कुरालाई व्यवधान गर्ने आशय छँदै छैन यति कुरामा विश्वास गर्नुहोस् है हामी चाहिँ त्यता आशय गर्ने त्यो त छैन तर प्रश्न उठेपछि जिम्मेवारीपूर्वक आएर कसैले तिमीहरू मेरो ग्यारेन्टी छ होइन हामीले के गर्यौँ म यसमा फेरि स्पष्ट पार्न खोज्दैछु है गृहमन्त्रीज्यूमा प्रश्न उठेको प्रश्न जसमा उठेको उसैले हामीलाई निश्चित पार्ने कुरा त्यति तार्किक हुँदैन प्रश्न एकैछिन मेरो यो सकिन दिनुहोस् प्रश्न गृहमन्त्रीज्यूमा उठ्दै गर्दाखेरि हामी के भन्छौँ भने यो राज्यको यो सरकारको प्रमुखले आएर हामीलाई आश्वस्त पारिदिनुहोस् कि तपाईँहरू निश्चिन्त बस्नुहोस् है यसको यो विषयमा निष्पक्ष छानबिन हुन्छ राज्य संयन्त्र यसमा निष्पक्ष भएर उभिन्छ कुनै यसमा बायसनेस हुँदैन भन्ने कुरा आश्वस्तता हामीलाई हो उहाँले आश्वस्त पारिदिनु पर्यो कि यसमा गठबन्धन यसमा यो अब यसको आधार के शङ्का कसरी गर्दै हुनुहुन्छ तपाईँहरू होइन भनेर तपाईँको प्रश्न शङ्का किन गर्दैछौँ भने गिरिबन्धुको फाइल बन्द भएकोले शङ्का छ हामीलाई भुटानी शरणार्थीको फाइल बन्द भएकोले शङ्का छ हामीलाई फेरि त्यही काण्डहरू दोहोरिएला कि होइन फेरि त्यस्तै होला कि त्यो फाइलहरू त खोइ त अब त्यहाँ त अनि यसमा फाइलहरू त गृहको अन्तर भयो तपाईँले भनेको जायज छ तर यो त संवैधानिक आयोग तपाईँलाई थाहा छ नेपालमा संविधानमा 13वटा आयोग छन् 13वटा मध्ये त्यो एउटा हो त्यसअनुसार गरिरहेको छ तपाईँ भन्नुभयो हुन्छ गृहको राजीनामा भन्नुहुन्छ भएन कि होइन मैले अघिको कुरा त्यसमा प्रधानमन्त्रीज्यूले आएर हामीलाई आश्वस्त पारिदिनु पर्यो कि यसमा निष्पक्ष रूपमा छानबिन हुन्छ र राजनीतिक दलको सिफारिसमा विभिन्न निकायमा गएको व्यक्तिहरूले राजनीतिक बायसनेस देखाउँदैन हामी आफ्नो दलभन्दा माथि उठेर यसमा निष्पक्ष छानबिन गर्छौँ भन्ने कुरा कसै न कसैले त आश्वस्त पारिदिनु पर्यो नि र अर्को कुरा जसमाथि प्रश्न उठेको छ उसैले आश्वस्त पारेर त हुँदैन नि होइन त्यसैले गर्दाखेरि जस्तो 2-4 दिन अगाडि कांग्रेसको एकजना चर्चित सांसदलाई त्यही अख्तियारले मुद्दा दर्ता गरेको दृष्टान्त छ त किन विश्वास नगर्ने हिजो त्यही अख्तियारले मुद्दा दर्ता गरेर बहालवाला मन्त्रीमा हतकडी लागेको छ सर्वोच्च अदालतबाट होइन त्यो दृष्टान्त छ नि हरेक कुरामा अविश्वास गर्यो भने मुलुक कसरी चल्छ राजनीति कसरी चल्छ यो चाहिँ बताइदिनुहोस् न आम जनता होइन त्यही त हामीलाई आश्वस्त पारिदिनुहोस् भन्ने हो हामीले यो कुरामा चाहिँ हामीलाई त्यति विश्वस्त हुन सकिराखेको छैनौँ हामीले त्यति त बोल्न पाउँछ नि
कि हामीलाई विश्वास त पारिदिनुहोस् न, आश्वास त पारिदिनुहोस् न भन्न त पाउँछ नि होइन। तैँले चाहिँ जहिले पनि आँखा चिम्लेर हामीलाई विश्वास गरिरहनुपर्छ भन्ने त उहाँहरूको तर्क पनि त्यति लाग्दैन। कमिटमेन्ट गर्नु हजुर, त्यो कमिटमेन्ट चाहिएको हामीले, राजनीतिक कमिटमेन्ट प्रधानमन्त्रीको कमिटमेन्टको विश्वास हुन्छ भने तपाईँहरूले त्यो हेरौँ न उहाँले आएर कुन बडी ल्याङ्ग्वेजमा प्रेजेन्ट गर्नुहुन्छ। अनि एमाले र काङ्ग्रेसको त पदाधिकारीको बैठकले नै क्लिन चिट दिइसक्यो त गृहमन्त्री। पदाधिकारीको बैठकले कोठे बैठकले दिएर भएन, सदनमा आएर दिनु पर्यो भन्ने भयो। कर्मचारीले गल्ती गर्दैमा गृहमन्त्री राजीनामा किन दिने भन्ने किसिमका कुराहरू पनि गरिसक्नु उहाँहरू। होइन, त्यही त त्यो कुराको त आश्वास त यहाँ पारिदिनु पर्यो नि कि त्यो राजनीतिक रूपमा उनीहरू चाहिँ प्रताडित थिएन होइन, उनीहरू नै बदमास हो भने। तर एउटा कुरा अघि नै मैले सुरुमा भनेको थिएँ यो कुरा कि प्रधानमन्त्री के भन्छ त्यो कर्मचारीहरू गलत हो भने कहिलेदेखि गलत हो, को गलत हो त्यसलाई चोख्याउनु परेन, त्यसको लागि छानबिन समिति बनाउनु परेन। यहाँ आएर उहाँले चाहिँ ल होइन हाम्रो गल्ती छैन भनिदिँदैमा भएन, त्यसको लागि अनुसन्धान गरौँ न, यो च्याप्टरै क्लोज गरौँ न, भोलि गएदेखि मानव तस्करी नै नहोस् न यो देशमा भनेर त्यो पनि त हामीले माग राख्न पाउँछौँ नि। यो त हाम्रो पार्टीको सदस्यलाई गरेको माग होइन नि, यो देशको नागरिकको लागि गरेको माग हो, त्यो त हामीले सोध्न पाउँछौँ नि। धन्यवाद।